दिएकोमा मिल्नुहोस्। ताली बजाउनु न हजुर जोरसँग, अलि जोरसँग बजाउनुहोस् न हजुर। आज एउटा उपाध्यक्षज्यूले हात शिक्षकलाई हान्दाखेरि सायद मन धड्किएको जस्तो लाग्छ। अलि जोरसँग हाल्नुहोस् न हजुर। हेर्नुहोस् कस्तो ताली हुँदैछ। यही बेला जीवन काटेर गएर मर्ने हो, कसैले पनि देखेको छैन। त्यही भएर मेरो बाबालाई मेरो फुफाजूले हत्या गर्नु भएको रहेछ, मेरो फुफाजूले नै मार्नु भएको रहेछ। त्यही भएर फुफाजू कहिले आउनुहुन्छ मेरो घरमा मैले दक्षिणा दिएर पठाउँछु। त्यही भएर नकारात्मक सक्नुहुन्छ भने सहयोग गरौँ, सक्नुहुन्न भने असहयोग कसैलाई पनि नगरौँ। ताली बजाइदिनु होला। शाबास। आज हेर्नुहोस् उपाध्यक्षज्यू कस्तो दिन रहेछ। आजदेखि म्याडम हेर्नुहोस् कति अभिभावकले ताली बजाइरहेको छ। बजाउनु न हजुर, ताली नबजाउनु। हेर्नुहोस् धन्यवाद। हेर्नुहोस् बच्चाको आँखामा पनि आँसु। आमाको मौला यो फेरि आउन सक्छ। आमा बाहिर नजानुहोस् है, आमा यता आउनुहोस्, उहाँहरूले यता बोलाइदिनुहोस्, यता आउनुहोस्। आजदेखि हामी एक भयौँ है, सही गन्तव्यमा हिँड्छौँ है। आजदेखि नकारात्मक कुरा गर्नुभयो भने त मलाई लाग्छ यो अभिभावकको तालीको शराबले बाटो पाइने छैन। ताली बजाइदिनु न मेरो थाहा तपाईँले पनि पाउनुहुने छैन। फेरि आफू लिपस्टिक लगाएर आउने, भोलिदेखि नाकाभरि सिकाउनु भयो भने बच्चाको सरलको फोन आउँछ तपाईँलाई। ताली बजाइदिनु न, मैले जानेको थियो है।